Hey guys, what's up? Welcome to my another vlog. यस्तो घामतिर त लाग्यो घाम चाहिँ चट्ट परेको छ। म चाहिँ यस्तो सनग्लास लगाएर गाइस लेट्स गो। आज चाहिँ गएको हाम्रो नाचु यासुमी हुँदैछ। नाचु साईको क्लास हो, अन्तिम आज क्लास। त्यसपछि अब 15 दिनको लागि हाम्रो के भन्छ त्यो नाचु यासुमी हुँदैछ। 15 दिन बिदा हुन्छ अनि त्यसपछि 15 दिनपछि लाग्छ। त्यही भएर आज लास्ट मोमेन्ट क्याप्चर गर्नलाई भ्लग बनाइरहेको छु। अलिअलि रुगा लागेछ, हिजो स्विमिङ गरेको। त्यही भएर मेरो साथीहरू चाहिँ अगाडि गइसकेछन्, म चाहिँ पछाडि गइरहेको छु। के छ त गाइजहरू खबर? कताबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनु होला। के छ, कस्तो लाग्छ भ्लगहरू, यस्तो माया गरिदिनु होला, कमेन्ट चाहिँ गरिदिनु होला। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। अनि के छ मेरो साथीभाइहरू, दिदीबहिनी, दाइ भाइहरू, मेरो परिवार आफन्तहरू सन्चै हुनुहुन्छ? यता आएर यस्तै हो। यहाँ चाहिँ यस्तो हेरेर जानुपर्ने हुन्छ। सबैलाई सम्झेकै छु, बिर्सेको छैन ल। धेरै धेरै माया छ, यादहरू आइरहन्छ, झल्को आइरहन्छ सबैको। सानो बचपनदेखि लिएर आफ्नो दाइहरू बहिनीहरूसँग खेलेको खेल, सानो छँदा भाँडाकुँडी खेलेकोदेखि लिएर स्कुल गएको साथीहरूसँग सानो क्लासमादेखि 4-5 क्लासदेखि लिएर 10 क्लाससम्म जमरानी स्कुलमा पढेको यादहरू ताजै छ। त्यसपछि कुन्तुरा स्कुल साथीहरूसँग, शिक्षकहरूसँग, त्यसपछि धनगढी कलेज पढेको सबै चाहिँ यादै छ। याद नभएको के छ र भन्नु गाइस, सबै याद छ। यस्तो छ समय अब बित्दै जाँदाखेरि चाहिँ अब कन्ट्र्याक्ट चाहिँ अलि त्यस्तै हुने रहेछ। बिस्तारै कुरा कम हुँदैन, तर याद चाहिँ साथीहरूको चाहिँ लास्टै आइरहेको छ क्या। यस्तो गर्थ्यो हामीहरू, यस्तो मिल्थ्यौँ हामी साथीहरू, यस्तो रमाइलो थियो भनेर। त्यो कलेज लाइफको, +2 लाइफको जतिको रमाइलो चाहिँ त्योपछि चाहिँ नहुने रहेछ कि। मेरो ब्याचलर, त्यहाँबाट ब्याचलर गरेर म चाहिँ यहाँ थोरै 1-2 वर्ष नेपालमै काम गरेर पछि जापान एप्लाई गरेर आजकल यता जापान आएको हो गाइजहरू। अहिले चाहिँ यता त्यसो डुलिरहेको छु, अब पढिरहेको छु, अगाडि बढिरहेको छु भनौँ होइन। यस्तै छ। साथीहरू चाहिँ अगाडि गए, अब चाहिँ म चाहिँ अब दौडेर जान्छु। अब चाहिँ दौड्नु पर्ने हुन्छ। जापानको बसाइ गाह्रो छ, अलिकति कामको गाह्रो छ, अलिकति पढाइको गाह्रो छ, अलिकति आफ्नो गाउँघरकोतिरको सम्झनाले अलिकति गाह्रो बनाउँछ, घर परिवारको सम्झनाले। त्यही हो गाइज, अरू त केही होइन। एउटा कुरा याद आइरहेको छ गाइज, गाउँघरमा पहिला हुन्थ्यो साथीभाइहरूसँग, दिदीबहिनी मम्मीहरूसँग, परिवारहरूको सदस्यसँग 20-25 रुपियाँको चाउमिन खानको लागि गाउँकै अलि टाढाको बजारमा गइन्थ्यो। त्यो चाउमिन खाँदाको रमाइलो, नास्ता गर्दाको बजार गएर रमाइलो, शनिबारको दिन गइन्थ्यो, यस्तै बिदाको दिन, त्यो रमाइलो हुन्थ्यो। अहिले चाहिँ 7 समुद्र पारी आएर नि त्यो खुसी पाउन सकिँदैन क्या। त्यो छ। विदेश भनेको चाहिँ विदेशै हुन्छ केटाहरू। हेर्नु, मेरो दिदीभाइ, भाइ बहिनीहरू जति सकिन्छ चाहिँ देशमा मिहिनेत गरेको राम्रो ल। म त त्यही भन्छु।
केटाहरू त्यहाँ उभिराखेको छन् यता के छ मेरो दाइ नानी नानी कहिले पाउने हो यार पाण्डे मेरो भाइ धनमती रोक्न कहाँ तेरो पहाड घर मेरो पहाड घर भइचढी हो नमस्कार म दीपक पाण्डे अनि जापान किन आए म पहाड भइचढीबाट आयो क्या जापान क्या आयो भने जापानतिर टन्न रुपियाँ कमाउँदो रुपियाँ हान्न रुखबाट ठमाउँदो भन्ने मेरो मन थियो अब तुइला हुन्छ एउटा रुख सुक्यो भन्ने भयो यहाँ आएर दुःख भन्ने के हो भन्ने कुरा बल्ल बुझ्छ अरे नहीं रुख तो थे रे तू आउँछ रुख थे रे मैले दिन काटा लेबर रुख त हमने रुख काट दिया मेरे बुनियाद लग गए मैं भणाऊँ कि यही में अब भन्ने के हो भणाए लागन से न भणे हुनु नै गद्दै की हो तो काय था अब तुलाई भने हुन्छ रे कि जापान जान्छ जापान रुख काट्न लार्यान रुपियाँ रुख सुक्यो दुनियाले भन्यो होला जापान रुपियाँ रुख सुक्यो रुपियाँ रुख सुक्यो त खास छैन मैले हुन्छ मेरोमा त रुपियाँ टिप्पर पठाएर थियो म तपाईँ आइगएँ म त आइयो ठिकै छ अब भन्नान भयो गर्ने के र हाल्ने कहाँ भन्नान उसो रहेछ अहिले गद्दै कि र हाल्ने कहाँ हो तुला हुन्छ भने अब जम्मा अहिले रुपियाँ रुख नाइ थिइन् टिप्सक्यो अब रुख काट्नु लार्यान अला मुर्गटिया झन्या कहाँ आयो भन्ना त भन्नु नि आफ्नै मन कि सुने आफ्नै गराएलाई कि आफ्नै भोकायो हुन्छ आफ्नै गराए आफै बोक्दो तँ क्या आयो आज हामी जान्न अरे यो गएको नेपालमा स्कुल भन्नुहुन्थ्यो भाषा सिक्यो स्कुल भन्नुहुन्थ्यो यहाँबाट आयोबाट गएको भन्ने अरे यानमा टोक्ने यान अब गएको झन् यहाँबाट एक मुर्खटे यो भयो दोस्रो त्यो भयो तेस्रो यो भयो चौथो यो महा चढ्न हाल पछाउको भन्ने हो पछाउ यो हजुर मुद्ना आयो मुद्ना हो यिनी हुन्छ चारै हुन् मुर्खटे यहाँ यो त महामुर्गटे हो अब यमटे पारे महामुर्गटे यो भयो ऊ बसा यो सबै चुतिया थियो यसलाई जन्म बिसरी अब गएको सिँढी भने यो हजुर 18 लाखका सिँढी हुने 18 लाखका होला भन्नु त 18 लाखका सिँढीमा चोट लाग्छ कस्तो लाग्दिल 18 लाखका सिँढीको ढ दिवाली राणा दिवान छ यहाँबाट अब थोक्का आम गएको भित्र ल पुग्दुला अरे अब क्लासमा पुग्दुला अरे हे सेन्सो भन्ने आएर किन एउटा यो रानीको छ होइन कोनेचिवा सेन्से सन्चै हुनुहुन्छ अब एक मुर्गेटी हो ती मोबाइल चलाइराख्यो दिनभरि अब एक अर्को छ यो लाग्यो ल खतम भयो ल दिनभरि मोबाइल हात छाड थुक्का पछि अब एक यो राणा छ यहाँहरूलाई यही दिनभरि यो चाहिँ हाम्रो क्लास हो चाहिँ क्लासमा पुगिसक्यो पढिरहेछ आफ्टर क्लास सकेपछि भेटौँला अब ल त गाइस के छ त के भ्लग गर्दै हिँड्यौ के तिमी त यार के गर्नु अब नयाँ फाइनल्ली हाम्रो नाचो यासिमी सुरु भयो होइन आजबाट नाक पनि बन्द भएको छ क्यामेरा पनि बन्द हुनेवाला छ क्यामेरा बन्द हुँदैन आजदेखि खुला हुन्छ अब हामी चाहिँ नाम टिपाउन जाँदैछौँ नाचु यासिमीमा चाहिँ यहाँ त आउनुपर्छ यस्तो रमाइलो गर्नुपर्छ 4 तारिकमा छ आउनु पऱ्यो रमाइलो गर्नु पऱ्यो काम काज केही छैन गेमु सिताई खारा गेमु बन्दुकको गेमु इरो ना गेमु खेल्छन् हामी चाहिँ अब यहाँदेखि टेकी चढ्नु पर्ने हुन्छ हामीहरूले यो छ मेरो टेकी केटाहरू गाडी जाँदैछन्
केही काट्ने हो र पैसा छैन भने मसँग चेन छैन तिमीले कसरी सोचेको कि दिन्छ भनेर मैले सबले दिएर नयाँ नयाँ छ नि तिमीलाई मात्र यो चाहिँ माया स्टेसन हो हाम्रो गएको जाने आउने काममा जाने आउने स्टेसनै हो यो चाहिँ स्याउहरू यो चाहिँ लास्ट चाहिँ महँगो छ गाइजहरू यो खरबुजा चाहिँ आधा काटेको वाला नि कति छ यो चाहिँ 98 एउटा काटेको एक टुक्राको यहाँको तरकारी पसलहरू यस्तै हो यहाँ छ अन्डा छ बनाना छ टमाटर छ सबै छ यस्तो बुढो मान्छेहरू पनि ती नसक्ने मान्छेहरू पनि यहाँ त्यो के भन्छन् अब यता हेर्नु एउटा बजी छ होइन यस्तो घुँडोवाला गाडी समातेर पनि अलिक भिड छ होइन यिनीहरूको चाहिँ यस्तो कि अहिले हात खुट्टा नि अलिक कम चल्छ होइन कामिरा हुन्छ त्यही पनि यस्तो काम गरेर हुन्छन् हेर्नु यतातिर आफै लग्छन् आफै पकाउँछन् आफै खान्छन् यस्तो इन्डिपेन्डेन्ट कसैको भरै पर्दैन अनि ओके गाइज फाइनल्ली रुममा पनि पुग्यो अब जाने हो अब बस्ताले सुत्ने हो होइन यस्तै छ लास्टै घाम त यार के भन्नु यार लास्टै घाम छ अब यहाँतिर यस्तो गर्मी दिनहरू सुरु भइसकेको हो होइन गाइजहरू साइकल किन्नु पर्यो क्या लास्टै गाह्रो छ अब अर्को यहाँ मैले साइकल किन्नु होइन ओके उहाँ नै हुन्छ नदीतिर रुमतिर सिँढीमा उक्लिनु पनि गाह्रो भइरहेको छ लिफ्ट भन्ने कुरा छैन यहाँ त हाम्रोमा यस्तै छ गर्मी लास्टै छ अब जाने हो एकछिन एसी चलाउने हो सुत्ने हो एसी शान्तितिर उठ्ने हो काम भएपछि अनि काममा जाने त्यस्तै छ अब चाहिँ अब ओके गाइज अहिलेलाई यति नै अब चाहिँ अर्को अब नाचो यासुमा नामले खाएको छु अब चाहिँ नाचो यासुमा भ्लग आउँछ गाइस यसको हेर्दै गर्नु होला के कस्तो लाग्छ कमेन्ट गर्नु होला बाई